यो चाहिँ यसलाई यो मन्दिरलाई चाहिँ मा वनदेवी मन्दिर भनेर भनिने गरिन्छ। यो मन्दिर चाहिँ एकदम 29-30 सालतिरै यो जङ्गलमा यहाँका समुदायहरू जङ्गलमा आउने क्रममा यो मन्दिरलाई ढुङ्गा देखिएको कारणले यसलाई विधिवत रूपले लाग्छ 31 सालतिर यसलाई विधिवत रूपले अगाडि बढाएको भन्ने इतिहास हामीले पनि बुझ्न पाइन्छ। त्यसपछि यहाँ विशेष गरी थारू समुदायका व्यक्तिहरूले विशेष गरी यो मन्दिरलाई मान्ने गरिन्छ र यसको मान्ने अर्थ के छ भने अन्न उत्पादन गरेपछि पहिलोचोटि चाहिँ यहाँ मन्दिरमा ल्याएर यो रिङ्गै यहाँ पुरै त्यो रिङ्गै यहाँ बसेर यहीँ पकाएर पहिला मन्दिरमा चढाएपछि मात्रै उहाँहरूले आफूहरूले प्रसाद ग्रहण गर्ने गर्छ र त्यस कारणले गर्दा पनि यो अलिक ओझेलमा परेको थियो। हामी सरकारमा आइसकेपछि यसलाई एउटा पर्यटकीय स्थल बनाएर लिएर जाउँ बर्दघाटको भनेर यसलाई हामीले हाम्रो बर्दघाट भन्ने स्थानीय पुस्तकमा पनि यसलाई राखिएको छ र यो वनदेवी मन्दिर विशेष गरी मा वनदेवी भने पनि वनदेवी मन्दिर भनेर भन्ने गरिन्छ। यो विशेष गरी चौधरी समुदाय थारू समुदायले विशेष यसलाई मान्ने गर्छ र यहाँ हामी चाहिँ चैते दशैँमा विशेष मेला लाग्छ। यहाँ हामीले पोहोर साल चाहिँ यहाँ धनान्तर पनि गरियो। यो चाहिँ अब बर्दघाटको एउटा इतिहासको खोज्ने हो भने यो पनि एउटा इतिहासको लागि इतिहास बन्न सक्ने अवस्था हो। त्यस कारणले यसलाई हामीले गुरु योजना बनाएर अगाडि बनाएका छौँ। यसलाई पोखरी बनाउने यहाँ चाहिँ नि हजुरको बाल उद्यान बनाउने भनेर हामीले गुरु योजनाहरू तयार गरेका छौँ। त्यो गुरु योजना तयार अनुसार यो बजेटको अभाव हो। हामीले सङ्घीय सरकारसँग प्रदेश सरकारसँग पटक माग्यौँ। प्रदेश सरकारले र स्थानीय सरकारले यसलाई प्रबन्धन गरेछ। हामीले मन्दिर यता अगाडिको मन्दिर पनि बनायौँ। यहाँ पोखरी अधुरो भइरहेको छ। अहिले यो चोटि पनि हामीले कम्पाउन्ड वालको लागि र यहाँ व्यवस्थापन गर्नको लागि भनेर हामीले बजेट माग गरेका छौँ र विशेष गरी स्थानीय सरकारले चाहिँ यसलाई पर्यटकीय स्थल बनाएर जस्तै सिमसार संसारकोट बुद्ध मङ्गलताल कञ्चनगढी जस्तै वनदेवी पनि एउटा धार्मिक स्थल र यसलाई आन्तरिक पर्यटकीय स्थल बनाउने भन्ने हाम्रो योजना छ र यही अनुसार हामी अगाडि बढेका छौँ।